यी फूलहरूलाई हेर्दा एउटा सानो सम्झना आउँछ। सुन्दर हुनका लागि हतार गर्नु पर्दैन। हरेक फूल आफ्नो समय आएपछि मात्र फुल्छ। त्यसै गरी हाम्रो जीवनमा पनि हरेक कुराको आफ्नै समय हुन्छ। धैर्य राखौँ, सकारात्मक सोच राखौँ अनि आफ्नो यात्रामा अघि बढिरहौँ। हामी पनि आफ्नै समयमा सुन्दर ढङ्गले फुल्नेछौँ। फुलहरूलाई हेर्दा मन आफै शान्त हुन्छ। न कुनै घमण्ड, न कुनै गुनासो, बस आफ्नो सुगन्ध बाँड्दै मुस्कुराएका हुन्छन्। हामीले पनि जीवनमा यस्तै सकारात्मकता फैलाउन सक्नुपर्छ। जिन्दगी जति व्यस्त भए पनि केही क्षण प्राकृतिकसँग बिताउनुहोस्। हस्त, धन्यवाद, शुभ दिन।